अहिले यसो उड्दा पनि पोस्ट, सुत्दा पनि पोस्ट, यसो बजार जाँदा पनि पोस्ट, घर बस्दा पनि पोस्ट, फेसबुकमा पोस्टै पोस्ट देख्न मिल्छ। आफ्नो मात्र होइन, सबैको त्यस्तै भइरहेछ। किनभने पैसा कमाउनलाई, डलर कमाउनको लागि। तर डलर त्यति सजिलै आउँदो रहेछ है, यो कुरा चाहिँ बुझ्नुपर्छ। खाजा खाएका, घर बसेका, बजार गएका, तलमाथि गरेका फोटो हालेर चाहिँ पैसा आउँदैन, भिडियो हालेर चाहिँ पैसा आउँदैन रहेछ। ल कति दिन रहेछ भन्नु पर्दा, यसो बताउनु पर्दा 1 मिलियन भ्युजमा म्याक्सिमम $12, 8 देखि 12 भनेको $100 कमाउनलाई कति चाहियो त? अब कति मिलियन भ्युज चाहियो? कहिले बनाउने त्यत्रो? ब्याङ्कमा कहिले हाल्ने, कहिले पैसा निकाल्ने? कमाउन सक्ने वातावरण छ, कमाइ हुन्छ, तर कन्टेन्ट चाहियो आफ्नो। कन्टेन्ट कहाँ छ त? के कन्टेन्ट खोज्ने? नेपालमा चल्ने मुख्य कन्टेन्ट खोज्नु पर्यो। मुख्य कन्टेन्ट त राजनीति हो, तर त्यसले मात्र भएन, ज्ञान चाहियो त्यसको बारेमा।